भर्खर मैले हेरेँ कि रेनी गुड जो मिनेपोलिसमा आइस सुटिङ्समा उसको डेथ भयो नि होइन अनजस्टिफाइबल डेथ भन्छु म। अनि यो ट्रम्प्सको मागा मेक अमेरिका ग्रेट अगेन छ नि उसको एउटा मेबी पोलिसी होला होइन, उसको एउटा स्ट्राटेजी होला अमेरिकालाई कसरी ग्रेटर हाइट्समा लानु होइन। त्यही कारणले गर्दाखेरि उसले ट्रेड वारदेखिबाट सुरु गरे होइन, पहिला प्रेसिडेन्ट्स हुँदाखेरि पनि गर्यो अनि अहिले त्यसलाई सबभन्दा बढी एक्सट्रिमली क्रुअल भन्दा नि भयो इन सम केसेस होइन। यो नेक्स्ट टर्ममा पनि त्योभन्दा नि बढी एक्सट्रिममा गयो के। अनि आई गेस आई काइन्ड अफ थिङ्क उसलाई पुटिन नै मनपर्छ। अनि अर्को पर्सन भने सी जिनपिङ पनि मनपर्छ है। एन्ड कस्तो जस्तो लाग्छ भने इज काइन्ड अफ अनरिडेबल है नर्मल्ली ट्रम्पलाई यसो हेर्दाखेरि। अफकोर्स अमेरिकाको लिडर हो, इज सुप्रिम लिडर अफ वान अफ द मोस्ट पावरफुल कन्ट्री इन द वर्ल्ड होइन। बट एउटा कुरा चाहिँ केही अनएक्सपेक्टेड हो जस्तो लाग्छ भने जुन भोटरहरूले पनि जिताए, आई गेस मोस्ट अफ देम वेयर काइन्ड अफ रिग्रेटिङ राइट नाउ के। जुन आइस सुटिङमा भयो नि होइन, अनि त्यो अहिले अटोप्सी निकालेको छ, 3 टाइम्स सुटिङ गरेको छ भनेर। अनि हेडमा सबै बडी पार्टहरूमा होइन, एउटा एङ्गरले ऊ मुभ हुन लायो भनेर हो। अब उनीहरूले अझै पनि डिफेन्ड गरिरहेछन् गभर्मेन्टको तर्फबाट होइन। त्यो काइन्ड अफ ह्युमन भन्ने नै छैन क्या। अनि मैले अघि कुरा गरेको ट्रम्पको यो मागा भनौँ न, अनि उसले यो सोचिराखेको छ कि लाइक कसरी हुन्छ म पुटिन या सी जिनपिङ जस्तो शासनमा बसिरहँ भनेर सोचेको जस्तो पनि लाग्छ कि इन सम सेन्सेस के। लाइक उसले डिपार्टमेन्ट अफ वार भनेर बनायो है मिलिटरीलाई। अब ऊ आफैले नोबेल पिस प्राइज पनि अब जस्तो एक्सेप्ट गर्यो भनौँ न। इभन द नोबेल पिस प्राइज भने तोकेरै दिइन्छ पहिला सुरु, जुन भ्यालु नै हुँदैन अरूबाट एक्सेप्ट गर्दाखेरि। एन्ड मेबी त्यो कारणले गर्दाखेरि पनि नोबेल पिस प्राइजको भ्यालु पनि डिक्रिज भयो भन्दा हुन्छ होइन। अनि अहिले भर्खर उसले एउटा नयाँ काम पनि राखेको छ नि त होइन, उसको बोर्ड अफ पिस टाइपको के। आई गेस एउटा यस्तो सिस्टम बनाउन चाहन्छ कि उनी वर्ल्डको सुप्रिम लिडर हुँ। अर कसरी हुन्छ यो नेक्स्ट टर्मबाट त अब पाइँदैन, यो अहिले यो टर्ममा भएबाट नेक्स्ट टर्ममा कन्टिन्यू गर्न पाइँदैन। कसरी हुन्छ म अझै पनि नेक्स्ट टर्ममा कन्टिन्यू गरौँ भन्ने खालको सोच राखेको जस्तो लाग्छ क्या मलाई। अनि अचम्मको कुरो अब हो, अमेरिका भन्नासाथ जहिले पनि उनीहरू फरेन पोलिसी अर अल ओभर द कन्ट्रीसँग एसोसिएट हुन्छ होइन। अमेरिका ग्रेड बनाउनु खोजिराखेको छ है, 37 ट्रिलियन्सको डेब्ट छ, जुन वान अफ द हाइएस्ट इन द वर्ल्ड होइन। कसरी हुन्छ कभर गरौँ के गरौँ। अब अहिले हाइलाइटमा आएको कन्ट्री चाइना, अब उसको भन्ने नै हो भने मेबी एनिमी भन्दा नि हुन्छ इन अ सेन्स अफ इकोनोमिकल अर मिलिटरी, जुन चाहिँ पनि सेन्समा पनि वार नै भइराखेको छ, डाइरेक्टली वार नै नभए पनि हरेक कुराहरूमा। बट डिस्पाइट द्याट उसले कसरी हुन्छ हर कन्ट्रीबाट $1 बिलियन लिएर तिर्ने भनेको कि के हो होइन। पहिला उसको ट्रम्प कार्ड अर मेबी गोल्ड कार्डमा नि $1 मिलियनदेखि लिएर $500,000 केसम्म लिएर आयो होइन। अनि आएको पनि त्यो कहीँ हिडन रिपोर्टमा 500 समथिङ नेपालीले पनि त्यो डलर कार्ड एक्सेप्ट गरे, सरी डलर बनाएछ, माई मिस्टेक, गोल्ड कार्ड भनौँ न, त्यहाँको डलर कार्ड बनाएछ सरी, त्यो पनि एक्सेप्ट गऱ्यो भन्ने कुरा छ। अब नेपालीहरूसँग टन्नै पैसा छन्, धेरै नेपालीहरूसँग, ब्ल्याक अर वाइट नट स्योर होइन। भन्न खोजेको कुरा जता गए पनि ट्रम्पले चाहिँ भित्री प्रब्लमहरू सल्भ गर्नुपर्छ जस्तो लाग्छ क्या काइन्ड अफ। अफकोर्स इज समन हु इज लिडिङ अ कन्ट्री होइन, मैले सोचे जस्तो पनि हुँदैन। बट एज अ लिडर होइन, आफ्नो सिटिजन्सहरूलाई प्रोटेक्ट नगरिकन जहिले पनि सिटिजन्सलाई मार्दा ओर्दा भनौँ होइन, जतिसुकै जे हुँदाखेरि पनि कसरी हुन्छ सपोर्ट गर्नुपर्ने छैन, काइन्ड अफ के भनौँ न, डिक्टेटरसिप टाइपको झल्क्या जस्तो लाग्छ क्या। अनि त्यो चाहिँ काइन्ड अफ ओभरबोर्ड भन्ने फिल गर्छु म चाहिँ। जसरी नै भए पनि आई बिलिभ अमेरिका भने वान अफ द ग्रेटेस्ट कन्ट्री द्याट पिपल ड्रिम्स टु गो वान डे होइन, सम डे इन देयर लाइफ। बट त्यही हुँदाहुँदै पनि त्यहाँ भएको होला कतिपय कन्ट्रीहरू लाइक अस्ति 70 समथिङ कन्ट्री इन्क्लुडिङ नेपाललाई धेरै भिजा नै ब्लक गरेको छ केही समयलाई, अर अनसर्टेन्टी भनौँ न, फर्दर विदाउट फर्दर नोटिस। त्यो हुँदाखेरि आफ्नो सिटिजन्सलाई कसरी प्रोटेक्ट गरेको, गन लहरू पनि न केही गरेको छ, केही
कन्ट्रोल नै छैन होइन। हुन त अब अमेरिका चल्यो भने नै गन एन्ड माइटमा नै चलिरहेको हो। और वार नगरिकन अमेरिका सक्सेसै हुँदैन भन्ने टाइपकै छ। उसको मिलिटरी फन्डिङहरू या भनौँ उसको वेपन्स कम्पनीहरूले नै धेरै चलिराखेको हुन्छ। जति वार त्यति अमेरिकन सक्सेसफुल भन्ने जस्तै भइराखेको छ। बट अमेरिकन सिटिजन्सले त्यो चाहिराखेको छैन। त्यही भएर नि कति अमेरिकन्सहरू दे आर मुभिङ आउट अफ देयर कन्ट्री के। हो, हामी अझै पनि अमेरिका जान्छौँ र गइरहेछौँ। मेबी अझै पायो भने पनि लाइफ टाइमभर जान्छु भन्ने होला। बट द अमेरिका द्याट एभ्री वान ह्याज ड्रिम इज बिकमिङ समवेयर लाइक अन अफ अ हेल यु नो। अझै पनि अमेरिका वर्ल्डको बेस्ट कन्ट्री हो होइन। मेबी इन टर्म्स अफ इनोभेसन, जब, अर्निङ होइन, मेबी फ्युचर फर एभ्रिथिङ के। बट डिस्पाइट द्याट आई डोन्ट थिङ्क इट्स समथिङ वर्दी के। मान्छेको लाइफमा ह्याप्पिनेस नै ठुलो कुरो हुन्छ जस्तो लाग्छ क्या। बट अमेरिकामा अहिले आएर ट्रम्पले ह्याप्पिनेसको ध्वजा ध्वजा पारे जस्तो लाग्छ। फ्यामिलीहरू सबै छुटिराखेको छ है, इमिग्रेन्ट्सहरूको स्पेसल्ली होला, केही इलिगल इमिग्रेन्ट्स भन्नेहरू होला, के होला। बट डिस्पाइट द्याट आई डोन्ट थिङ्क अमेरिका इज गोइङ समवेयर इन अ गुड जर्नी जस्तो लाग्छ कि मलाई चाहिँ। बट अफकोर्स इट्स देयर अमेरिका होइन। अमेरिका जसरी गर्दाखेरि बेटर होला। मेबी दे नो हाउ टु अपरेट बट ह्युमन लाइफ्स म्याटर्स जस्तो लाग्छ कि मलाई। थ्याङ्क यू।